गाउँको त्यो बिहान सहर जस्तो घडीको अलार्मले होइन, कुखुराको बासले सुरु हुन्छ। रामबहादुर हरेक दिन घाम नउदाउँदै उठ्छ। उसको घर माटोको छ, छानो टिनको, तर सपना भने छोरालाई पढाउने, छोरीलाई डरबिनाको जीवन दिने। खेतमा काम गर्दा घामले छाला जलाउँछ, पसिनाले आँखा पोल्छ, तर रामबहादुरले कहिले आफ्नो पीडा बोल्दैन। सहरबाट आएका मान्छे भन्छन्, गाउँमै बस्नु किन? उनीहरूलाई के थाहा, आज उनीहरूले खाएको भात यही मान्छेको निद्राहीन रातको फल हो। 1 वर्ष असिनाले सबै बाली नष्ट गरिदियो, ऋण बढ्यो, घरमा अन्न सकियो। छोरा भन्छ, बुबा म सहर जान्छु। रामबहादुर चुप रह्यो, किनकि उसलाई थाहा थियो, गरिबीले मान्छेलाई घर छोड्न सिकाउँछ। छोराले चप्पल फाटेको खुट्टामा लगाएर गाउँ छोड्दा रामबहादुरको आँखा रसाए, तर आँसु झर्न दिएन। किनकि बुबाको आँसु देखेपछि छोराको हिम्मत टुट्न सक्छ। आज पनि रामबहादुर बिहानै उठ्छ, खेत उही छ, दुःख उही छ, तर ऊ अझै बिउ रोप्छ, किनकि गाउँको मान्छे आशा मर्दासम्म हार मान्दैन।